यहाँलाई रात्रिकालीन क्लासमा स्वागत छ। केही छ तपाईँले भन्नु लाग्नु भएको कुरा? सर यो होइन, हजुर। मधेस प्रदेशमा एउटा राज्य शक्तिको क्वेसन आएको रहेछ राज्य शक्तिबाट होइन। उम्, यो राज्य शक्तिको बाँडफाँड भन्नाले के बुझ्नुहुन्छ? वर्तमान संवैधानिक प्रावधान बमोजिम तीन तहका सरकारहरूले राज्य शक्तिको बाँडफाँड प्रयोग र अभ्यास कसरी भइरहेको छ, अनि राज्य शक्तिको बाँडफाँडका सम्बन्धमा कमी कमजोरीहरू के छन्, ती कमी कमजोरीहरूलाई सुधार गर्नु के कस्तो उपायहरू अवलम्बन गर्नुपर्छ अथवा सुझाव दिनुहोस् भन्ने खालको छ कि सर। अँ, अगाडिको चाहिँ पाठ ठिक हो, यो सुझाव दिने चाहिँ कमी कमजोरी यो चाहिँ राज्य शक्तिको क्वेसन मा के अरे? भएका चाहिँ क्वेसन के अरे? यो राज्य शक्तिको बाँडफाँड भन्नाले के बुझ्नुहुन्छ? उम्, वर्तमान संवैधानिक प्रावधान बमोजिम तीन तहका सरकारहरू बीचको राज्य शक्तिको बाँडफाँड प्रयोग र अभ्यास कसरी भएको पाउनुहुन्छ, उम्, अनि राज्य शक्तिको बाँडफाँडका सम्बन्धमा भएका कमी कमजोरीहरूका लागि समाधान गर्ने के अरे कमी कमजोरीहरू सुधार्नका लागि सुझाव प्रस्तुत गर्नुहोस् भन्ने थियो। ए, अब यसो गर्नु पर्यो। अगाडिको त ठिकै छ। अब राज्य शक्तिको बाँडफाँड भन्नु भएन, बाँडफाँडको अभ्यास भन्नु भएन। हजुर। बाँडफाँडको अभ्यास अभ्यास भयो। त्यही 57 58 कुरा भइहाल्यो। उम्, यस्तो गर्नु पर्यो। यहाँ दुईटा कुरा बुझ्नु पर्यो। एउटा, हजुर। यो के बुझ्नु पर्यो भन्दाखेरि राज्य शक्तिको बाँडफाँड भनेको हामी परिभाषा यसमा सबैलाई समस्या पनि भएन। उम्, राज्य शक्तिको बाँडफाँड भन्दाखेरि हाम्रो चाहिँ राज्य शक्ति भनेको तिनवटा चारवटा कुरालाई राज्य शक्ति भनेको छ संविधानले। पहिला त्यो कुरा बुझ्नु पर्यो। हजुर। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र अवशिष्ट अधिकारलाई राज्य शक्ति भन्छ होइन। अँ, हो, यो राज्य शक्ति बाँडफाँड तीन तहबाट भइरहेछ भनेपछि हामीले अब सङ्घका अधिकार, सङ्घले यतिवटा अधिकार प्रयोग गर्छ, प्रदेशले यसरी गर्छ, स्थानीय तहले यसरी गर्छ, अवशिष्ट अधिकार यसरी प्रयोग गर्छ र तिनै तहले चाहिँ साझा अधिकारहरू पनि प्रयोग गर्छन् भनेर हामीले त्यो चाहिँ अभ्यास र प्रयोग त्यो हो अहिलेको। हजुर। अनि प्रयोगको विषय कस्तो भन्नुहुन्छ? अहिलेको प्रयोग हो राज्य शक्ति प्रयोगको विषय भनेको हाम्रो अहिले साझा अधिकार प्रयोगको विषयमा हामीसँग चाहिँ विवादहरू सिर्जना हुन थालेका छन्। साझा अधिकार विषयमा अहिले पनि स्पष्टता भएन। यसले गर्दा साझा अधिकार प्रयोगको विषयमा विभिन्न तह र सङ्घीय तहहरू बिच चाहिँ के भन्दाखेरि कन्भर्टेसन भइसकेको छ, एउटा यो। अनि अर्को हाम्रो समस्या के छ भन्दाखेरि हाम्रो चाहिँ अब तिन तहका चाहिँ विवादका समाधान गर्ने हाम्रो अन्तर प्रदेश परिषद एकदमै निष्क्रिय प्यासिभ भएर बसिरहेछ, एउटा यो। अर्को चाहिँ हाम्रो अनबन्डलिङ गर्ने अथवा चाहिँ हाम्रा चाहिँ साझा अधिकारलाई स्पष्ट गर्ने मापदण्ड हुन सकेका छैन। अनि अर्को हाम्रो के छ भन्दाखेरि ओभरल्यापिङ छन्, डुप्लिकेसन छन्, कामहरूमा चाहिँ दोहोरोपना छ। एकैपट्टि कामहरू चाहिँ दुई तिनवटा निकायबाट भइरहेछ होइन। अनि उम्, अर्को अर्को के छ भन्नुहुन्छ भने अब कानुन निर्माणमा पनि ढिला भइरहेछ होइन। अब उम्, अब हाम्रो चाहिँ सङ्घलाई, प्रदेश र स्थानीयलाई अधिकार दिएको छ, तर हाम्रो सङ्घको हुज लाग्छ। हेर्नु न, प्रदेशको सरकार बनाउँदा पनि सङ्घकै हुज लाग्छ क्या। अब उम्, हाम्रो अभ्यास र प्रयोगमा त्यस्ता समस्याहरू छन् होइन। अनि हजुर। अर्को हाम्रो अब एकात्मक न्यायपालिका छ। हाम्रा न्यायिक अधिकारहरूको प्रयोग चाहिँ हाम्रो चाहिँ भनौँ न त्यसरी चाहिँ अपेक्षाकृत रूपमा एक्सेस टु जस्टिस कायम हुने गरी हाम्रो चाहिँ हुन सकेका छैन। अनि अर्को चाहिँ अर्को हाम्रो प्रदेश र स्थानीय तहको अधिकार प्रयोगमा चाहिँ त्यति चाहिँ स्वतन्त्रता चाहिँ दिएको जस्तो हामीलाई लाग्दैन होइन। उम्, अनि अर्को चाहिँ के भन्दाखेरि स्थानीय तहमा त्यो भ्रष्टाचारको विषयहरू जोडियो, तिनी फङ्सनल हुन सकेनन्। यो यो क्वेसन सेकेन्ड पेपरमा छलफल गरौँला, केही छैन। तर मेजर कुरा यो हो। यसको सुझाव चाहिँ कसरी दिनेछ? सुझाव त पहिलो कुरा साझा अधिकारका विषयहरूलाई अनबन्डलिङ गर्नु पर्यो र त्यो स्पष्टता कायम गर्नु पर्यो, एउटा त्यो। प्रदेश र स्थानीय तहको क्षमता बढाउनु पर्यो। राजनीतिक तिन तहको विवाद चाहिँ समाधान गर्ने प्रदेशको चाहिँ भूमिकालाई एकदमै एक्टिभ बनाउनु पर्यो, यसलाई सक्रिय बनाउँदै लैजानु पर्यो। र प्रदेश र स्थानीयलाई चाहिँ उनीहरूको अधिकार प्रयोगको लागि स्वायत्तता र क्षमता प्राविधिक र अप्राविधिक सङ्घले सहयोग गर्दै जानुपर्छ। अनि अर्को कुरा के भन्दाखेरि हाम्रो चाहिँ तिन तह बिचमा एउटा हार्मोनी, एउटा चाहिँ सहकारी समन्वय र सहअस्तित्वको सिद्धान्तमा कार्य गर्ने गरी हाम्रो त्यो चाहिँ एउटा चाहिँ समन्वय सहकार्य हुन चाहिँ जरुरी छ भन्ने हिसाबले लेख्ने हो। तपाईँले संहितासँग जोडेर लेख्नुभयो भने सजिलो हुन्छ।
अनि सङ्घीय तह यस्तो धेरैले यो राज्य शक्ति भने बुझ्दैन अनि त्यो झुकिहाल्छ कि अब राज्य शक्ति भन्ने बित्तिकै कार्यपालिका न्यायपालिका व्यवस्थापिका र अवशिष्ट अधिकार भन्न बित्तिकै त उम्, अनि अनुसूचीका अधिकारहरू ठ्याक 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 यसरी प्रयोग भइरहेछ भन्ने कुरा आइहाल्छ। समस्या भन्न बित्तिकै तिनलाई टेकेर समाधान गर्नु। यो मध्य प्रदेशमा सोधेको रहेका हिजो त्यो अस्ति। ठिक हो, यो फेरि हाम्रो सामान्य विद्यार्थीले लेख्नै सक्दैन नि यो क्वेसन। अब जसले चाहिँ यो सही क्वेसन सजिलो पनि हो अप्ठ्यारो पनि हो कि। हो। ल अब हामी यो यो अर्को ऐनमा जाउँ है। यो हामीले हिजो पाउनु एउटा म सोध्छु तपाईँलाई। अब हिजो पढेको एकजनालाई सोध्नु पर्यो पाउनु है। अब कसैलाई नेट चिन्दैन, कोही हिजो ढिलो आयो भन्छ नि, गाह्रो छ। मैले सोचेको आजको क्वेसन के आएछ? ल प्रभावलीलाई सोध्नु पर्यो, प्रभावली म्यामलाई सोध्नु पर्यो हिजो के पढाइ भएछ भनिदिनु। प्रभा म्याम तपाईँ हुनुहुन्छ है? त्यो अनम्युट भएको छैन तपाईँको? अहिले भयो सर। ल हिजो सर नमस्ते। नमस्ते, तपाईँ हुनुहुन्थ्यो है हिजो क्लासमा? हजुर। हिजो के पढ्यो अरे? हिजो हामीले स्थानीय सरकार सञ्चालन ऐन 2074मा चाहिँ त्यो ऐन चाहिँ किन ल्याइयो भन्ने कुरा, अनि त्यसपछि त्यस अन्तर्गत चाहिँ अनि फेरि त्यो स्थानीय तहको चाहिँ स्थानीय त्यो पदाधिकारीहरूको काम कर्तव्य अधिकारहरू, अनि त्यसपछि गएर के अरे त्यो ऐन चाहिँ यो नगरपालिका अनि त्यसपछि महानगरपालिका उपमहानगरपालिका चाहिँ हुनलाई चाहिने मापदण्डहरू, अनि त्यसपछि अरू चाहिँ त्यो के अरे ऐन, अनि स्पिड सोलो तपाईँको होइन? हजुर तपाईँको स्पिड सोलो भनेको होइन? स्पिड स्लो मतलब टाइम म्यानेजमेन्ट हुँदैन भनेको होइन? ए मैले होइन सर, अर्को एकजना हुनुहुन्थ्यो, मैले चाहिँ होइन, नमुनाजीको होला। अनि त्यसपछि हामीले चाहिँ त्यही नै हो के अरे, अनि अध्यक्ष प्रमुखहरूको काम कर्तव्य अधिकार, अनि त्यही अवकाश कोषको बारेमा, अनि प्रमुख प्रशासकीय अधिकृतको कामहरू, त्यही पढे जस्तो लाग्थ्यो। अरू त त्यही नै होला। ल अगाडि बढौँ, केही छ साथीहरू यसमा? मलाई चाहिँ म एउटा प्रश्न गर्छु। हुन त बागमती 5 मा सोधेको प्रश्न हिजो एकजना साथीले नि भन्नुभएको थियो। त्यो स्थानीय तहमा चाहिँ सार्वजनिक सेवा प्रवाह गर्नको लागि चाहिँ प्रमुख प्रशासकीय अधिकृतको भूमिका, अनि त्यसलाई प्रभावकारी गराउन चाहिँ के गर्न सक्ने, मेरो ठ्याक्कै त्यति बेला नेट गएको थियो, अनि राम्रोसँग सुनेको थिएन। त्यो भूमिकामा चाहिँ म अलिकति कन्फ्युज भएको थिएँ। कसरी चाहिँ त्यो भूमिकालाई चाहिँ अझ बढी प्रभावकारी बनाउन सकिन्छ भन्ने थियो, एउटा प्रश्न थियो त्यो। अनि
भूमिका भने काम त थाहा पाउनु हो होइन। हजुर, काम त थाहा छ। अब भूमिका भने त उसलाई पहिलो कुरा उसको क्षमता पनि बढाउँदै लिनु पर्यो, उसलाई कार्य स्वायत्तता पनि दिनु पर्यो, उसलाई चाहिँ हजुर कन्ड्युसिभ इन्भाइरोमेन्ट गर्नु पर्यो, उसलाई मोटिभेट गरेछ होइन। हजुर अनि त्यसपछि उसलाई चाहिँ सहयोग पनि गर्नु पर्यो होइन। हजुर अनि अर्को स्पष्ट कार्यविधि हुनु पर्यो होइन। यी कुरालाई हामीले जोडेर लेख्नु त्यसलाई तपाईँले सार्वजनिक सेवा प्रवाहलाई कसरी पुरा अगाडि बनाउन सकिन्छ भन्ने कुरालाई जोडेर लेख्न सकिन्छ। अर्को इथिक्स मोरालिटीका विषयहरू पनि गर्न सकिन्छ। स्थानीय तहको कानुन निर्माण प्रक्रिया सोध्या छ के छ? ल हेर्नु त यो स्थानीय तह कानुन निर्माण भन्यो भने यति बुदाहरूलाई अलिकति नोटिस गर्नु होला। ल हेर्नु त यो स्थानीय तह कानुन निर्माण आवश्यकता उपयोजन गर्ने कार्यपालिकाले विधेयक बनाउन अघि आवश्यकता अध्ययन गर्ने गर्छ। समिति गठन विधेयक मस्यौदा गर्न विशेषज्ञ समिति गठन गर्न सकिनेछ। सुझाव सङ्कलन प्रत्येक वडाबाट नागरिकको सुझाव लिने विषय छ। कानुनी छ स्थानीय तहले अनुसूची अनुसार कानुन बनाउने कुराहरू छ है। कार्यपालिकाले स्वीकृति विधेयकलाई सभा पेश गर्ने कार्यपालिका स्वीकृति आवश्यक छ। विधेयक पेश गर्ने मस्यौदासँग आवश्यक परिमाण विवरण सङ्कलन गरी सभा प्रमुखले दिने विषय छ। वितरण विरोध विधेयक 2 दिन अगाडि सदस्यलाई वितरण विरोध गर्ने 1 दिनको अघिको सूचना दिनुपर्ने व्यवस्था छ। छलफल र संशोधन सामान्य छलफलपछि दबार छलफल र संशोधन प्रस्ताव पेश गर्ने विषय छ। समिति छलफल विधेयक समितिमा पठाइनु संशोधन आधारसित छलफल हुने विषय छ। पारित छलफलपछि निर्णय पेश गरी पारित गर्ने कुराहरू छ। आवश्यक परिमाण कार्यपालिकाको निर्णय अनुसार फिर्ता लिन सकिने र भाषागत संरचना मिलाउने र प्रमाणीकरण पारित गर्ने विषयहरू यो स्थानीय तहको विधेयक तर्जुमा प्रक्रिया भनेर कहिलेकाहीँ आइहालेछ भने त्यसलाई छोटोमा त्यसरी चाहिँ बनाउनु पर्यो। अर्कोमा जाउँ। अब हामीले यो स्थानीय यो विपद व्यवस्थापन ऐनमा के छ भन्ने कुरा गरौँ है। विपद व्यवस्थापन ऐन विपद व्यवस्थापन ऐनमा के छ भने विपद व्यवस्थापन ऐनमा के छ भन्ने कुरा हामीले हेरौँ। अनि यहाँबाट कस्तो क्वेसन आउँछ हेरौँ होइन। पहिला क्वेसनै हेरौँ न त। ल अब यसको 2टा क्वेसन आउन सक्छ। एउटा विपद व्यवस्थापन भन्यो के हो, यसका कार्यहरू के हुन्, यसका कार्यहरू के हुन्, एउटा यो हेर्नु पर्यो। अर्को विपद व्यवस्थापनमा सङ्घ प्रदेश र स्थानीय तहको भूमिका हेर्नु पर्यो। अर्को भनेको हामीले विपद व्यवस्थापन चक्रको बारे लेख्ने थाहा पाउनु पर्यो। अर्को राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विषय, प्राधिकरणको काम त्यो विषय। अर्को विपद परिषद र कार्यकारी समितिका कार्य। अर्को विपद सम्बन्धी कानुनी व्यवस्था, अर्को विपद व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपाय। यति कुराहरू हामी लगभग यति जान्यो भने मोटामोटी यति जान्यो भने मलाई लाग्छ विपदको बारे हामीले हेर्नु त। विपद व्यवस्थापन भनेको के हो, यसका कार्यहरू के हुन्, विपद व्यवस्थापन सङ्घ प्रदेश स्थानीय तहको भूमिका के हो, विपद व्यवस्थापन चक्रको बारे लेख्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कामहरू लेख्नुहोस्। विपद परिषद र विपद कार्यकारी समितिका कार्यहरू लेख्नुहोस्। अर्को विपद सम्बन्धी कानुनी व्यवस्था लेख्नुहोस्। अर्को विपद व्यवस्थापनमा देखिएका समस्याहरू लेख्नुहोस्।
कहिलेकाहीँ समस्या छ, कहिलेकाहीँ के हुन्छ भन्दा यो विपद ऐनका विशेष विपद ऐनका विशेषता होइन, विपद ऐनका विशेषताहरू कहिलेकाहीँ के गर्न सक्छ त भन्दाखेरि त्यति कुराहरू सोध्न सक्छ। यति कुराहरू सोध्न सक्छ होइन। अब यसो अब पहिला जाउँ यो विपद विपद व्यवस्थापन, विपद भनौँ न ल, विपद भने के हो भन्ने कुराबाट सुरु गरौँ है, हामीलाई यो बुझ्न सजिलो होला। विपद भने के हो भन्यो भने विपद भनेको विपद भनेको त्रासीपूर्ण घटना। विपद भनेको विपद भनेको विपद भनेको जोखिमपूर्ण अवस्था। विपद भनेको त्रासी त्रासीपूर्ण घटना। विपद भनेको प्रतिकूल र प्रतिकूल अवस्था। विपद भनेको प्रतिकूल अवस्था। अर्को यसले तीनटा कुरा, मानवीय, भौतिक वातावरणीय र आर्थिक पक्षको क्षति र हानि गर्ने। अर्को विपद प्राकृतिक कारणबाट सिर्जना हुने, अर्को गैर प्राकृतिक, यो कारणबाट विपद आउँछ। अब यति भन्नुहोस्, विपद भनेको विपद भनेको जोखिमपूर्ण अवस्था हो, यो डरलाग्दो अवस्था हो, त्रासपूर्ण घटना हो र यो खतराको अवस्था हो। यो नियमित अपेक्षित भन्दा पनि भिन्न हुन्छ र अनियन्त्रित रूपमा चाहिँ यो देखा पर्दछ। यो वास्तवमा विपद प्राकृतिक पनि हुन्छ र गैर प्राकृतिक, दुई प्रकारको विपदहरू हुन्छ। र विपदको नेचर हेर्दाखेरि यसले वातावरणीय पक्षमा क्षति गर्छ, भौतिक संरचनामा क्षति गर्छ, मानवीय पक्षमा क्षति गर्छ र यो आर्थिक क्षति पनि यसले ठुलो चाहिँ निम्त्याइदिन्छ। जस्तो हाम्रो अस्ति काठमाडौँमा गत असोजमा गयो, यसले ठुलो क्षति पनि ल्यायो होइन। भनेपछि अब यो विपद हो। यसो हामीलाई यो बुझ्नलाई यो जोखिमपूर्ण, त्रासीपूर्ण, अनियन्त्रित होइन, अनियन्त्रित यस्ता घटनाहरू, अनियन्त्रित घटना, अब यसलाई विपद भनिन्छ। मलाई विपद होइन, हामीले जान्नुपर्ने विपद व्यवस्थापन छ। हामीले जान्नुपर्ने विपद व्यवस्थापन, हामीले जान्नुपर्ने के हो त भन्दाखेरि विपद व्यवस्थापन हो। विपद व्यवस्थापन हामीले जान्न पर्ने भनेको विपद व्यवस्थापन हो। हामीले जान्न पर्ने भनेको के हो त भन्दाखेरि विपद व्यवस्थापन हो। विपद व्यवस्थापन भनेको के भन्दाखेरि हेर्नु है, विपदको क्षति र असरलाई कम गर्न गरिने कार्य। हेर्नु है, एउटा यसरी बुझ्नुहोस्, विपदको क्षति र असरलाई कम गर्न गरिने कार्यलाई के भनिन्छ भन्दाखेरि विपद व्यवस्थापन भनेर भनिन्छ। अर्को जोखिम क्षेत्रको पहिचान, नक्साङ्कन, म त्यो परिभाषा भनिदिन्छु बुझाउनलाई मात्रै होइन। जोखिम क्षेत्रको पहिचान, नक्साङ्कन गर्ने कार्य, जनशक्ति तयारी राख्ने, योजना बनाउने, तालिम दिने, प्रशिक्षण दिने, पूर्व चेतावनी प्रणाली जडान गर्ने,
कार्यलाई के गरिन्छ त भन्दाखेरि विपद सम्भावित जोखिमको पूर्वानुमान गर्ने र घटनाबाट क्षति कम हुन गरिने कार्य। बुझ्नलाई भन्दैछु है मैले विगत। बुझ्नलाई मैले यति कुरा भन्दैछु ल। यहाँ हेर्नु है। विपदको क्षति र असर कम गर्ने कार्य, जोखिम क्षेत्रको पहिचान र नक्साङ्कन गर्ने कार्य, जनशक्ति तयारी बनाउने, योजना बनाउने, तालिम दिने, प्रशिक्षण दिने, पूर्व चेतावनी प्रणाली दिने, जनचेतना जनचेतना अभिवृद्धि गर्ने कार्य। अभिवृद्धि गर्ने कार्य नै के हो त भन्दाखेरि ल विपद व्यवस्थापन। अभिवृद्धि गर्ने कार्यलाई के भनिएको रहेछ त भन्दाखेरि विपद व्यवस्थापन भनेर भनिन्छ। अर्को अब तीनटा घर है। हाम्रो अहिले के हुन्छ, विपद जोखिम न्यूनीकरण गर्ने, जोखिमलाई न्यूनीकरण गर्ने, प्रतिकार्य गर्ने र पुनर्लाभसँग सम्बन्धित कार्य। पुनर्लाभसँग सम्बन्धित कार्यलाई के भनिन्छ भन्दाखेरि विपद व्यवस्थापन भनेर भनिन्छ। यति तीनटा कुरा तपाईँले दिमागमा सेट गर्नु होला है। विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र पुनर्लाभसँग सम्बन्धित कार्य नै विपद व्यवस्थापन हो भनेर भन्नु पर्यो। अब यो कार्य नै के रहेछ त भन्दाखेरि विपद व्यवस्थापन हो। ल यहाँ हेर्नु त यो तीन चारवटा काम सुनिदिनु है फेरि पनि। अब हुन त यो तपाईँले जुन परिभाषाबाट लेखे पनि हुन्छ लेख्नलाई होइन। तर तपाईँले यति कुरा गर्नु कि विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र पुनर्लाभसँग सम्बन्धित कार्य नै विपद व्यवस्थापन हो भन्ने कुरा बुझ्नुहोस् है। अब तपाईँलाई यसको परिभाषा हामीले के भन्न सक्छौँ भन्दाखेरि विपदबाट हुने क्षति न्यूनीकरण, तयारी, प्रतिकार्य, राहत, पुनर्निर्माणका लागि अपनाइने रणनीति गरिने व्यवस्थापकीय कार्यलाई के भनिन्छ भन्दाखेरि विपद व्यवस्थापन भनेर भनिन्छ। अब सुन्नु है। अब तपाईँले यसलाई परिभाषामा कसरी लेख्न सकियो त भन्दाखेरि विपदबाट हुने क्षतिको न्यूनीकरण अथवा विपदका सम्भावित असर र क्षतिलाई न्यूनीकरण गर्न अथवा विपदको घटनाबाट हुने मानवीय, भौतिक, प्राकृतिक क्षतिलाई कमभन्दा कम गर्नको लागि गरिने समग्र नीति योजना कार्यहरूको समग्रतालाई के भनिन्छ त भन्दाखेरि विपद व्यवस्थापन भनेर भनिन्छ हैन। भनेर भनिन्छ। हेर्नु त विपदको घटनाबाट हुने सम्भावित क्षति र असरलाई कम गर्न गरिने व्यवस्थापकीय कार्यको समग्रता नै विपद व्यवस्थापन हो। विपद व्यवस्थापन हो। यस अन्तर्गत विपद जोखिम न्यूनीकरण, तयारी, प्रतिकार्य, राहत,
र प्रतिकारी र पुनर्निर्माण उम्, गर्ने कार्यहरू पर्दछन्। हाम्रो ऐनले ऐनले सम्बन्धित कार्यलाई विपद व्यवस्थापन भनी परिभाषित गरेको छ। ल यार, यस्तो लेख्दा पनि हुन्छ। तपाईँले छोटोमा यसलाई यसरी लेख्नुभयो भने तपाईँ सर र बोक्छ। अब विपदको घटनाबाट हुने सम्भावित क्षति र असरलाई कमभन्दा कम क्षतिलाई कमभन्दा कम वा न्यूनीकरण क्षति र असरलाई न्यून गर्न गरिने व्यवस्थापकीय कार्यहरूको समग्रता नै विपद व्यवस्थापन हो। यस अन्तर्गत विपद जोखिम न्यूनीकरण, तयारी, प्रतिकार्य र पुनर्निर्माण गर्ने कार्यहरू पर्दछन्। हाम्रो ऐनले विपद जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्लाभसँग सम्बन्धित कार्यलाई विपद व्यवस्थापन भनी परिभाषित गरेको छ भन्ने। अनि व्यवस्थापनको लागि विपद व्यवस्थापनको लागि विपद जोखिम न्यूनीकरण नीति, योजना, रणनीति तर्जुमा र सोको कार्यान्वयन गर्ने गरिन्छ। विपद व्यवस्थापनको लागि विपद जोखिम न्यूनीकरण नीति, योजना, रणनीति, तर्जुमा र सोको कार्यान्वयन गर्दछ। अझ यो एकल प्रयासबाट हुने कार्य नभई सामूहिक र अन्तर्निकाय समन्वय र सहकार्य गरेर गरिने कार्य हो। यसको उद्देश्य विपदबाट हुने मानवीय, भौतिक, प्राकृतिक स्रोत, साधन, यसको उद्देश्य विपदबाट हुने मानवीय, भौतिक र प्राकृतिक र आर्थिक क्षतिलाई कम गर्नु। ल हेर्नु तपाईँ, यति लेखे हुन्छ। ल सर यसरी बग्नु पर्यो। अब यसरी लेख्दा तपाईँले लेखा हेर्नु त, किनभने छोटो पनि बनाउने, धेरै लामो पनि एकै ठाउँ गन्जाकोल नहाल्ने कि, यसलाई छोटो पनि बनाउने। अनि यसरी टक 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 गरेर तपाईँले यसलाई सर र बगाइदिनु भयो भने के हुन्छ भने यसको सिक्वेन्स पनि बग्छ, एउटा रिदम पनि आउँछ होइन। यस्ता कुराहरू छन्। ल यहाँसम्म ठिक छ, ओके, अगाडि बढौँ है। ल यसलाई स्क्रिनसुट गर्नु होला। ल यो परिभाषा आँखा परिभाषा छ, यसलाई इक्जाममा लेख्दा हुन्छ। ल आइज विपद
व्यवस्थापनका कार्य। विपद व्यवस्थापन कार्य हेर्नु। अब विपद व्यवस्थापनका कार्य हामी तीनटा चरणमा लेखौँ है। विपद व्यवस्थापनका तीनटा चरण भनेको एउटा विपदको पूर्व होइन, विपदको चाहिँ घटना पूर्व होइन, अर्को चाहिँ अब अर्को चाहिँ विपदको समयमा होइन, विपदको उद्धार राहतको कार्य। अनि अर्को तपाईँको विपदको घटनापछि। यो तीनटा स्टेजमा लेख्नु। कुरा बुझ्नुभयो नि तपाईँहरूले? यो तीनटालाई विपद व्यवस्थापन कार्य भनेर लेख्छ। विपदको एउटा काम भनेको के भन्दाखेरि विपदको घटना पूर्व अथवा विपद हुनु पूर्व हामीले के काम गर्ने त भन्दाखेरि एउटा विपदको घटना पूर्व जस्तो जोखिमको मूल्याङ्कन गर्ने, पूर्व चेतावनी प्रणाली जडान गर्ने, सचेतना कार्यक्रम सञ्चालन गर्ने, पूर्वाधारको सुधार गर्ने, संस्थागत क्षमता विकास गर्ने, संस्थागत क्षमता विकास गर्ने होइन। ल हेर्नुहोस्, अब सम्भावित विपद जोखिमको पहिचान गर्ने, नक्साङ्कन गर्ने, पूर्व चेतना सूचना प्रणालीलाई प्रविधि पूर्वानुमान जडान गर्ने, सचेतना कार्यक्रम सञ्चालन गर्ने होइन। अर्को विपद रोकथाम तथा सुरक्षित उपायबारे समुदायलाई सचेत गर्ने, भूकम्प प्रतिरोधी घर निर्माण गर्ने, तटबन्ध जल निकासको व्यवस्था गर्ने, विपद व्यवस्थापन समिति र आफूले कोषको चाहिँ व्यवस्था गर्ने, संस्थागत क्षमताको प्रबन्ध गर्ने होइन। अनि अर्को के गर्ने भन्दाखेरि अब अर्को तालिम स्रोत साधन र तालिम हेर्नु है। अर्को स्रोत साधन भौतिक होइन, भौतिक स्रोत साधनको प्रबन्ध गर्ने, भौतिक स्रोत साधनको प्रबन्ध गर्ने होइन। तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्ने, जनशक्ति तयारी अवस्थामा राख्ने, जनशक्ति तयारी अवस्थामा राख्ने। यो के हो त भन्दाखेरि विपद पूर्व गरिने कार्य हो। विपद पूर्व गरिने कार्य हो। विपद पूर्व गरिने कार्य एउटा यो हो होइन। अब दोस्रो भनेको विपदको समयमा गरिने कार्य, जसलाई हामी प्रतिकार्य पनि भन्छौँ। के को समयमा गरिने त भन्दाखेरि विपदको समयमा गरिने प्रतिकार्य भन्छ नि। यो भनेको प्रतिकार्य। प्रतिकार्य होइन। प्रतिकार्य भनेको के हो त भन्दाखेरि हुन्छ, राख्दा हुन्छ, केही फरक पर्दैन है। ल अब प्रतिकार्य हेर्नु है। यो दुई भनेको के भन्दाखेरि प्रतिकार्य। प्रतिकार्य होइन। प्रतिकार्य भनेको उद्धार राहत तत्कालीन सहयोगका विषयहरू जोडिएको यो अन्तर्गत होइन प्रतिकार्य भने। अब प्रतिकार्यभित्र के पर्छन् त भन्दाखेरि हेर्नुहोस्, यस्ता पर्छन्। अब आपतकालीन उद्धार गर्ने होइन, हेलिकप्टर लिने, मान्छे चाहिँ हेलिकप्टरबाट उठाउने होइन, प्रहरी तत्काल परिचालन गर्ने अथवा सुरक्षा निकाय परिचालन गर्ने। अब समुदायको सहयोग ध्यान, घाइते उद्धार, प्राथमिक उद्धार, सुरक्षा प्रबन्ध, पुनर्बसोबासको व्यवस्था, खाद्य होइन, पानी, औषधि हेर्नु है। खाद्य, पानी, औषधि, लुगाफाटो तथा अस्थायी आवास उपलब्ध गराउने, प्रभावित क्षेत्रमा शान्ति सुरक्षा तथा स्वास्थ्य सेवा सञ्चालन गर्ने, स्थानीय तह स्वयंसेवी संस्था संयोजन सहयोग गर्ने होइन। अर्को सुरक्षा गर्ने, यो टिममा सुरक्षा निकायहरूको परिचालन हुन्छ, विभिन्न सङ्घ संस्थाको परिचालन हुन्छ, खोज उद्धारको कार्यमा यो टोली परिचालन हुन्छ है। राहत उद्धारको कुराहरू अथवा घाइतेको उद्धारको कुराहरू, राहत वितरणको कुराहरू होइन, यी कुराहरू यस अन्तर्गत पर्छन् होइन। पुनःस्थापना कुराहरू पर्छन् यसमा। राहत दिने कुरा होइन, राहत वितरण, राहत तत्कालीन राहत है। यो तत्कालीन राहत भनौँ न,
तत्कालीन राहत भनेको होइन, तत्कालीन राहत भनेको कसैलाई लुगा फाटो होला, ज्याकेट होला होइन, यो लुगा फाटो यी राहतै यहाँ आइसकेको छ। ल, यो चाहिँ कतिखेर गरिन्छ त भन्दाखेरि तत्कालीन समयमा गरिन्छ है। ल, अब अर्को हाम्रो यो तेस्रो काम भनेको के हो त भन्दाखेरि हाम्रो विपदको घटनापछि यो भनेको पुनर्निर्माण र पुनर्निर्माण र पुनर्स्थापनासँग सम्बन्धित छ है। ल, 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 भौतिक पुनर्निर्माणको विषय भयो, घर विद्यालय होइन, सडक पूर्वाधार क्षति भएको ठाउँको निर्माण गर्ने कुरा भयो, रोजगारी सृजना, कृषि पुनर्स्थापना पुनर्सञ्चालन गर्ने भयो, प्रभावित का लागि परामर्श दिने पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने कुरा भयो, विगतका अनुभवको मूल्याङ्कन गर्ने नीति र व्यवस्थामा सुधार गर्ने कुराहरू के छ त भन्दाखेरि यो के भयो त भन्दाखेरि अब हाम्रो विपद व्यवस्थापन कार्यहरूलाई हेर्नु त। विपद व्यवस्थापन कार्य एउटा विपदको पूर्व तयारी, जोखिम न्यूनीकरण तयारीको विषय भयो, सम्भावित विपद पहिचान, जोखिम नोक्सानीको विषय, चेतावनी प्रणालीको कुराहरू, भूकम्प प्रतिरोधी टहराई भवन निर्माणका कुराहरू भयो। दोस्रो भनेको विपद प्रतिकारको विषय भयो होइन, सहयोग राहत उद्धारका विषयहरू भयो। अर्को तेस्रो भनेको के भन्दाखेरि विपद पश्चात पुनर्स्थापना र पुनर्निर्माण दुईटा कामहरू पर्छ। हेर्नु है, तपाईँले यो कुरा ख्याल गर्नु होला है, हामीले विपद पूर्व चाहिँ जोखिम दुईटा काम हो, न्यूनीकरण र तयारीको विषय हो। विपद प्रतिकार उद्धार राहत र तत्कालीन सहयोगको विषय हो। तेस्रो विषय भनेको हाम्रो यो पुनर्स्थापना र पुनर्निर्माणको कुराहरू, हाम्रो अहिलेसम्म गरेका नीतिहरूको रिभ्यू गर्ने कुराहरू हो। रिभ्यू गर्ने कुरा चाहिँ के हो त भन्दाखेरि हाम्रो विपद जोखिमका कामहरू, यी तीनवटा कामहरू भनेर यसरी तपाईँले लेख्नु होला है। म अब यो गर्छु है, म यो विपद व्यवस्थापन चक्रको लिएर आउँछु। विपद व्यवस्थापन चक्र है, चक्र विपद व्यवस्थापन चक्र है त। ल, हेर्नु, विपद व्यवस्थापन चक्र के हो भन्यो भने तपाईँले त्यो पूर्व तयारी विपदको क्रममा त्यस्तो नलेख्नु होला है। त्यो यो यस्ता अलि राम्रो बनाउनु होला। विपदको चक्र त केही लागेन भने विपद पूर्व, विपदको समय र विपद पछि भनेर बनाउने हो। अब विपद चक्र को बारे हेर्दा ल, हेर्नु है, विपद चक्रमा हामीले के गर्ने भन्दाखेरि यो के लेख्नु पर्यो भन्दाखेरि विपद न्यूनीकरण पूर्व तयारी देखि विपद पुनर्स्थापना अथवा पुनर्लाभ र पुनर्निर्माणका कार्यहरूको समग्र क्रियाकलाप विपद व्यवस्थापन चक्र हो, जसलाई अध्यायमा उल्लेख गरिएको छ भन्ने। अब यो 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 बाहिरको हेर्नु, यो पहिला 1 नम्बर कहाँबाट सुरु हुन्छ त भन्दाखेरि मिटिगेसन न्यूनीकरणबाट सुरु हुन्छ। विपद जोखिमको न्यूनीकरण स्टेप 1 यहाँ है, यहाँ स्टेप 1 छ, यो चाहिँ स्टेप 1 होला, यसलाई 1 भन्नुहोस् होइन। अब यो भनेको प्रिपेयर्डनेस भनेको तयारी हो, यो 2 भन्नुहोस्। यति गर्दा गर्दै विपद आउँछ 3 भन्नुहोस्, तत्काल रेस्पोन्स गर्ने 4 भन्नुहोस्, रिकभरीलाई 5 भन्नुहोस्। यो स्टेपहरू यो हो।
अब चाहिँ उम्, यो मिटिगेसनको चरणमा के गरिन्छ त भन्दाखेरि यो प्रिभेन्सन सकेसम्म कम गर्ने कामहरू गरिन्छ। यो त नेपालीमा हुँदैन, यो नेपालीमा नगर्नुहोस्, यो मिटिगेसन यसलाई यहाँ लेख्नु न, यो न्यूनीकरण होला, न्यूनीकरण हो, यो न्यूनीकरण हो। यस्तो लेखेर त यति त लेख्नु पर्यो नासो हुने मान्छेले, मिटिगेसन। अर्को यो तयारी, पूर्व तयारी भनिन्छ नि, यो पूर्व तयारी लेख्नुहोस्। यो यति गर्दा गर्दै विपद भयो भन्नुहोस्। अर्को यो प्रतिकार्य भन्नुहोस्, रेस्पोन्स होइन। अर्को रिकभरी भनेको यो पुनर्लाभसँग पुनर्निर्माणसँग सम्बन्धित भयो कि। यसरी हेर्नु है, यो मिटिगेसन न्यूनीकरण प्रिभेन्सनको उपाय के गरिन्छ भन्दाखेरि हामीले जोखिम क्षेत्रको पहिचान गर्ने कुरा, नक्साङ्कन गर्ने कुरा होइन, अनि हामीले तपाईँको योजना बनाउने कुराहरू होइन, रणनीति बनाउने कुराहरू, यो सकेसम्म न्यूनीकरण हुने कुराहरू यहाँ हामीले गर्छौँ होइन। अनि यो प्रिपेयर्डनेस भनेको तयारी अवस्थामा लिने भनेको मान्छेलाई तालिम दिने होइन, तालिम दिने, प्रशिक्षण दिने, अनि मान्छेलाई तयारी अवस्थामा राख्ने होइन। अर्को अर्को भनेको तपाईँको हाम्रा यी पूर्व चेतावनी प्रणालीका कुराहरू, यी सबै कुराहरू प्रिपेयर्डनेसमा आउँछ। अनि यति हुँदा हुँदै के हुन्छ भने डिजास्टर बलस्ट भएर आउँछ। यो भनेको अर्ली वार्निङ जोड्ने कुरा हो, यतिसम्म कामहरू यो। अर्को डिजास्टर हुन्छ, यति हुँदा हुँदै डिजास्टर भइसकेपछि हामी यति कुरा गर्छौँ, हेर्नुहोस् यहाँसम्म होइन, डिजास्टर कुरा अब यो भनेको सर्च गर्ने, खोज्ने, रेस्क्यु गर्ने, उद्धार गर्ने, इमर्जेन्सीली होइन, तत्काल चाहिँ औषधि उपचार गर्ने होइन, तत्कालीन चाहिँ उनीहरूलाई चाहिँ सुरक्षित बनाउने, उद्धार गर्ने विषय जोडियो। अर्को अर्को भनेको यो रिकभरीको विषय छ। रिकभरी को कुरा के छ भन्दाखेरि अब हामीले रिकन्स्ट्रक्सन दुईवटा कुरा छ, रिहेबिलिटेसन पुनर्निर्माण र पुनर्स्थापना, पुनर्निर्माण र पुनर्स्थापनासँग सम्बन्धित छ। यसरी तपाईँको यी कामहरू यसरी चाहिँ के गरिएको छ भन्दाखेरि डिभाइड गरेको छ। र तपाईँलाई म अरू कुरा भन्छु, यहाँ यो तिनवटा मात्रै छ अहिलेसम्म होइन। यो तिनवटा के छ भन्दाखेरि यो तिनवटा के छ भन्नुहुन्छ भने हेर्नु है, ल तिनवटा के छ भने नि अब तिनवटामा हेर्नु है, यो तिनवटामा यो तिनवटामा के छ भने, सरी, यो तिनवटामा के छ भने यो तिनवटामा के छ भने हेर्नु है, यो जस्तो यहाँ तिनवटामा हेर्नु, यो चाहिँ यो यहाँदेखि यो सर्कलसम्म, यो सर्कलसम्म जस्तो यहाँदेखि यति पार्ट भनेको बिफोर बिफोर डिजास्टर होला, विपद पूर्वको तयारी हो यो भनेको। योभन्दा यो लाइनभन्दा यताको बिफोर डिजास्टर हो, बिफोर डिजास्टर हो योभन्दा यताको के हो त भन्दाखेरि यो भनेको आफ्टर डिजास्टर हो। हेर्नु यो भनेको आफ्टर डिजास्टर हो, यो भनेको आफ्टर डिजास्टर हो। यो भनेको के भन्दाखेरि डिजास्टर हो। तिनवटा मात्रै छ क्या, बिफोर डिजास्टर, आफ्टर डिजास्टर र डिजास्टर। यो तिनवटा कुरालाई हामीले लेख्यो भने मात्रै के हुन्छ भन्दाखेरि यो राम्रो हुन्छ। बिफोर, आफ्टर र डिजास्टर, तिनवटा कुरालाई हामीले के गरियो त भन्दाखेरि डिजास्टर मान्यौँ। ल यसमा केही छ ल भन्नु त,
अब यो डिजास्टर साइकल चाहिँ त्यो तपाईँले के नगर्नु होला भने हामीले पहिलाको जस्तो भनौँ न, अब पहिलाको जस्तो चाहिँ हामीले त्यो पूर्व तयारी तयारी भनेर नबनाउनु होला है त्यसरी। त्यो चाहिँ त्यति राम्रो मानिँदैन। हेर्नु है, अर्को यो खास यसले आज प्रश्न देखाउँछ अहिले हेर्नु है। बाहिरको त्यति लेख्नु पर्दैन, त्यो भित्रै बनाउने हो, त्यो भित्रै लेख्ने हो त्यो। यसले प्रश्न देखाउँछ नि। ल हेर्नु त ल। ए, बिफोर डिजास्टर, डिजास्टरभन्दा पूर्वका कुराहरू, आफ्टर डिजास्टरका विषयहरू। अब यसले चाहिँ हामीले यो रिकभरीको कुराहरू, अब यो कुराहरू यहाँ देखाइरहेको छ हामीले होइन। अब हामीले प्रिभेन्सनमा के गर्छौँ, प्रिभेन्सनमा हामीले बलियो पूर्वाधार पनि बनाउँछौँ, विपदबाट क्षति नहुने गरी पूर्वाधार पनि बनाउँछौँ, विपदबाट क्षति नहुने गरी रिस्क एसेसमेन्ट प्लानिङ पनि बनाउँछौँ होइन। अनि हामीले चाहिँ तयारी अवस्था प्रि डिजास्टर, पूर्व तयारी भनेको प्रि डिजास्टर डिजास्टर एक्टिभिटी गर्छौँ, सिमुलेसन प्रोग्रामहरू गर्छौँ, तालिम दिन्छौँ, प्रशिक्षण दिन्छौँ होइन। जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यो तपाईँको प्लेन क्रासको चाहिँ कसरी चाहिँ गर्ने भन्ने कुरा चाहिँ सिमुलेसनहरू भइरहेको हुन्छ, त्यो प्रिपेयरनेस गर्छौँ, रेस्पोन्स गर्छौँ, अर्को गर्छौँ। यसरी हामीलाई के हुन्छ त भन्दाखेरि, यसरी हामीले विपद उसको लागि हामीले काम गर्छौँ भन्ने कुरा यति भयो। अब अर्को जाउँ है, विपद सम्बन्धी कानुनी व्यवस्था हुन्छ यो लेख्दा पनि, विपद सम्बन्धी कानुन। तपाईँ यो चक्र पनि सजिलो छ नि, तपाईँले यसलाई आफै किन भन्नुभयो जस्तो यो त यो बाहिरको छ नि, यसको त यसको भित्र हो कि यो यसको भित्र हो, यो यसको भित्र हो। यो चाहिँ यो डिजास्टर भइसकेपछि यो रेस्क्यु उद्धार यसको भित्र छ, यसको भित्र छ, रेस्पोन्स भयो। अनि यी कुराहरू यसको भित्र लेखे पनि हुन्छ, यो बाहिरको यसरी नबनाए पनि हुन्छ कि यति यो बनाए हुन्छ कि यति चारवटा। अथवा यहाँ यही लेख्नु नि, प्रिभेन्सन, प्रिपेयर्डनेस, रेस्पोन्स, रिकभरी अनि डिजास्टरमा यसरी गरे पनि हुन्छ। ल ल ठिक छ, अब अगाडि जाउँ है। विपद व्यवस्था छ भने कानुनी व्यवस्था, यो एकपल्ट पोखरामा सोधेको पनि छ, यो पोखरा पनि सोधेको हुनाले अब यसमा हामीले अब संविधानदेखि यो स्थानीय सरकारसम्मका कुराहरू, स्थानीय सरकार सञ्चालन है, यति कुराहरू हामीले चाहिँ जोडिन पर्यो। अब यति कुराहरू जोडिन पर्यो भने के भन्दाखेरि संविधानमा के छ त भन्दाखेरि प्राकृतिक स्रोत साधन नीतिको चाहिँ भन्नु पर्यो, प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने विषय छ होइन। अर्को तपाईँको अनुसूचीमा अब जस्तो संविधानमा भनौँ न, संविधानमा के छ त भन्दाखेरि चाहिँ प्राकृतिक स्रोत साधन नीति, प्राकृतिक स्रोत साधनको साधन साधन साधनको दिगो प्रयोगको विषय छ यहाँ। अरू के छ अनुसूचीमा, अनुसूचीमा विपद व्यवस्थापन तिनै तहको कार्य छ होइन, संविधानमा छ। अर्को विपद जोखिम न्यूनीकरण ऐन छ, यसले के गर्छ तिनै तहको भूमिका लेखेको छ, तिनै तहको भूमिका स्पष्ट गरेको छ। अर्को यसले के गरिरहेको छ भन्दाखेरि राष्ट्रिय परिषदको कुरा छ, परिषदको कुरा छ, कोर्सका कुराहरू गरिरहेछ यसले छ। अर्को स्थानीय सरकार सञ्चालन ऐन छ, ऐन 2074 छ, 2074 छ।
यो पनि 74 छ। अनि यो ऐनले के गर्छ त भन्दाखेरि स्थानीय तहको कार्य अथवा विपद व्यवस्थापन सम्बन्धी स्थानीय तहको भूमिका के हो, कार्यक्षेत्र के हो भन्ने कुरा यसले स्पष्ट गरिदिएको छ होइन। अर्को अब यो अर्को अर्को के छ भन्दाखेरि अर्को भनेको हाम्रो यो राष्ट्रिय वन ऐन छ होइन, 2076 वन ऐनको कुराहरू छ। जल स्रोत ऐन छ, जल स्रोत ऐन छ होइन, जल स्रोत ऐन छ। अर्को हामीसँग के छ, अर्को राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन छ। अर्को हाम्रोसँग के छ, हामीहरूसँग चाहिँ कृषि जैविक विविधता नीति छ। हामीसँग अर्को के छ, अर्को चाहिँ भवन ऐन छ, 2075 को कुरा छ होइन, भवन ऐनको कुरा छ, भवन ऐन 2075 छ, भवन ऐनको विषयहरू छ। अर्को फोहोर मैला व्यवस्थापन ऐन छ। अर्को विपद जोखिम न्यूनीकरण तथा राष्ट्रिय रणनीति छ, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति छ, नीति छ, 2075 को विषय छ होइन। यस्ता ऐनहरू हाम्रा मेजर रूपमा के छ भन्दाखेरि यस्ताहरू छन्। अर्को औद्योगिक ऐनको कुराहरू छन्, कृषि रणनीतिको कुराहरू छ। अर्को आवधिक योजना छ होइन, 16औं आवधिक योजना, 16औं आवधिक योजना छ। बजेट तथा कार्यक्रम, हरेक वर्षका हाम्रा सालभर बजेट तथा कार्यक्रम छन्। अर्को अर्को यो हाम्रो के अरे यो के भन्छ सर, यो भू उपयोग ऐन 2076 छ, भू उपयोग ऐन 2076 छ। यसले तिनै तहको भूमिका के हो भने भूमिको प्रयोगमा तिनै तहको भूमिका स्पष्ट गरिदिएको छ। अब यस्ता हाम्रो के गरेको छ भन्दाखेरि कानुनी व्यवस्था एकपल्ट यो पोखरामा सोध्या हुनाले पोखरामा सोधेको हुनाले यी कुरालाई अलिकति तपाईँले हाइलाइट गरेर लेख्नु होला र यी कुरालाई अलिकति नोटिस चाहिँ गर्नु होला भनेर मैले अनुरोध गर्छु। अब हेरौँ है, अब यो हाम्रो यो विपद स्पेसल ऐनको विषयमा अब विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074। अब मुख्य रूपमा यो ऐनमा के छ कुरा हामीले बुझौँ अनि बल्लभित्र छिर्ने है। त्यो यति कुरा चाहिँ यो ऐनमा के छ पहिलो कुरा, कानुनी नीतिगत एउटै लेख्नु होला है, विपद जोखिम न्यूनीकरण ऐनमा के छ, अब अगाडि जाउँ। यो 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 विपद जोखिम न्यूनीकरण ऐनमा के छ भन्ने कुराबाट जाउँ पहिला। यसमा पहिलो कुरा परिभाषामा जाउँ। परिभाषा छ, परिभाषा पहिलो परिभाषा छ। परिभाषा कसको छ भन्दाखेरि विपद व्यवस्थापनको छ। विपदको पनि परिभाषा छ, विपद व्यवस्थापनको पनि परिभाषा के हो भन्ने कुरा, विपद व्यवस्थापनका क्रिया के हो भन्ने कुरा यसले चाहिँ देखाएको छ। एउटा यो छ। अर्को राष्ट्रिय विपद व्यवस्थापन राष्ट्रिय परिषदको कुरा, प्रदेश परिषदको कुराहरू होइन, प्रदेश परिषद होइन, प्रदेशमा पनि परिषद, राष्ट्रिय विपद परिषद र कार्यकारी समिति। अर्को प्रदेश परिषद र कार्यकारी समिति, कार्यकारी समिति। अर्को जिल्ला समिति र स्थानीय समिति, स्थानीय समिति र भूमिका, काम कर्तव्य र अधिकार। ल हेर्नु है,
अब यसमा के छ भन्दाखेरि पहिलो कुरा परिभाषा छ, विपद के हुन्, विपद व्यवस्थापन कार्यहरू के हो, व्यवस्थापन भन्ने छ। दोस्रो राष्ट्रिय परिषदको विषय छ। विपद राष्ट्रिय परिषद छ, कार्यकारी समिति छ, प्रदेश परिषद छ, कार्यकारी समिति छ, जिल्ला समिति छ, स्थानीय समिति छ, काम कर्तव्य र अधिकारको विषय तिनै तहको विपद व्यवस्थापन सम्बन्धी तिनै तहमा रहने संयन्त्रको क्षेत्राधिकार छ। विपद व्यवस्थापनको सम्बन्धमा तिनै तहमा रहने संयन्त्रहरू छ। सङ्घमा रहने, प्रदेशमा रहने, होइन, प्रदेशमा रहने, स्थानीय तहमा रहने, जिल्लामा रहने, चारै भनौँ न। यो संयन्त्रको भूमिका के हो, समितिको भूमिका के हो, परिषदको भूमिका के हो, होइन भन्ने कुरा चाहिँ के गरेको छ भन्दाखेरि यो ऐनमा लेखिएको छ। ल अर्कोमा जाउँ है त। अर्को भन्नाले अर्को बुधा थप्नेछ। अब यो भनेको अर्को के छ भन्दाखेरि अर्को प्राधिकरण। यो त झन् छुट्याउनै भएन। प्राधिकरणका कार्यहरू राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ। यो प्राधिकरणका कार्यहरू के हुन् भन्ने कुरा प्राधिकरणको व्यवस्था र प्राधिकरणका कार्यहरू उल्लेख गरेको छ। अर्को के गर्छ भन्दाखेरि यो हाम्रो विपद, होइन, अथवा चाहिँ विपद कोष, होइन, कोषको विषय यो ऐनमा छ। अर्को खुल्ला क्षेत्र। हामीले हरेक ठाउँमा विपद व्यवस्थापनलाई खुल्ला क्षेत्रको पूर्व व्यवस्था गर्नुपर्छ। अनि त्यो गरियो भने मात्रै के हुन्छ त भन्दाखेरि विपद जोखिमको चाहिँ घटनाबाट क्षति कम गर्न सकिन्छ भन्ने कुरा चाहिँ यो ऐनमा व्यवस्था गरिएको छ, खुल्ला क्षेत्र। अर्को कुनै अब विपदको भनौँ न एउटा सङ्कटग्रस्त क्षेत्र, कुनै एउटा क्षेत्रलाई सङ्कट भनौँ न, आउँदा सङ्कटग्रस्त क्षेत्र अथवा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सम्बन्धी व्यवस्था पनि छ। सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सम्बन्धी व्यवस्था गरिएको यो ऐन छ। र सारमा अब के भन्न सकिन्छ भन्दाखेरि विपद व्यवस्थापनका कार्यहरूलाई व्यवस्थित गर्ने तिनै तहका निकायहरूले विपद व्यवस्थापन के कस्तो भूमिका निर्वाह गर्नुपर्दछ, के कस्तो चाहिँ काम गर्नुपर्दछ भन्ने विषयका चाहिँ समग्र चाहिँ कार्य प्रक्रियाका विषयहरू विपद ऐनमा छन् भन्ने कुरा बुझ्नु पर्यो। ल अब अर्को जाउँ। यसमा पोसिबल क्वेसन भनेको एउटा यो विपद कार्यकारी समिति हो। विपद कार्यकारी समिति भन्ने बित्तिकै यो चाहिँ गृहमन्त्री अध्यक्ष हुन्छ, होइन, गृहमन्त्री अध्यक्ष हुन्छ। र अरू चाहिँ भनौँ न मन्त्रालयका चाहिँ सचिवहरू, होइन, मन्त्रालयका चाहिँ सचिवहरू अब यसका चाहिँ सदस्यहरू हुन्छन्। अरू चाहिँ उद्योग वाणिज्य सङ्घका मान्छेदेखि लिएर रेड क्रसका मान्छेहरू यसमा जोडिन्छन्, राष्ट्र बैङ्कका मान्छेहरू पनि जोडिन्छन्। यो समिति हुन्छ। यसले गर्ने कामहरू के छ त? कार्यकारी समितिले गर्ने काम के हो? कार्यकारी समितिले गर्ने काम के हो भन्ने कुरा कहिलेकाहीँ के गर्न सक्छ भन्दाखेरि यसले सोध्न सक्छ। अब विपदका कामलाई हामीले के गरी नोटिस गर्ने भन्दाखेरि सारमा एउटैमा पढ्ने के कुरा बुझ्नु भयो कि भएन? सारमा एकदम छोटोमा कसरी पढ्ने त भन्दाखेरि केही शब्दहरू मात्रै बनाउने के है। जस्तो म तपाईँलाई यसको कामहरूमा एकदमै गर्छु, कामहरू पहिला लेख्छु। यसलाई कसरी काम गर्ने भन्ने कुरा चाहिँ के गर्ने भन्ने कुरा चाहिँ अब यहाँ लेखौँ। यसले गर्ने कार्यहरू है, विपद कार्यकारी समिति कार्यहरू। हुनाले यसको छोटो बनाएर लेख्नु। यसले त विपद व्यवस्था सम्बन्धी काम गर्ने त हो नि के त। नीति योजना सम्बन्धी एउटा काम गर्छ, भूमि निर्धारण सम्बन्धी कामहरू गर्छ, संस्थागत क्षमता विकास सम्बन्धी काम गर्छ, शिक्षा र जनचेतना सम्बन्धी काम गर्छ, जोखिम न्यूनीकरण सम्बन्धी काम हुन्छ, सुरक्षित पूर्वाधार सम्बन्धी कामहरू गर्छ, समावेशी योजना सम्बन्धी काम गर्छ, पूर्व चेतावनी प्रणालीका कामहरू गर्छ,
होइन। ल अब यसले यस्ता कामहरू गर्दै गर्दै आउँछ निर्णय गर्नु। विपद व्यवस्थापन अब यहाँ अगाडि विपद व्यवस्थापन चाहिँ थप्दै थप्दै जानु पर्यो। राष्ट्रिय विपद चाहिँ राष्ट्रिय नीति र नीति तर्जुमा स्वीकृति कार्यान्वयन गरी कार्यान्वयनको लागि पेश गर्ने सरकार जिम्मेवारी तग्ने होइन सङ्घ प्रदेश स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने, अर्को जोखिम क्षेत्र पहिचान गर्ने, नक्साङ्कन गर्ने, सुरक्षित स्थान गर्ने, विद्यालय पाठ्यक्रममा समावेश गर्ने, जनचेतना अभिवृद्धि गर्ने, पूर्वाधारको चाहिँ विकास गर्ने, विपद जोखिमको मूल्याङ्कन गर्ने, महिला बालबालिकालाई विशेष कार्यक्रम गर्ने, पूर्व चेतावनी प्रणाली कार्यक्रमहरू गर्ने होइन। अर्को खोज उद्धार राहत होइन, खोज उद्धार राहत सम्बन्धी कामहरू पनि गर्ने, विपदका समग्र राहतदेखि लिएर के अरे नीति योजना तर्जुमा गर्नेदेखि लिएर यसले सम्पूर्ण कामहरू गर्छ भनेर तपाईँहरूले बनाउँदा यसलाई छोटोमा बनाउन सकिन्छ। लास्टमा हामी यसलाई के गरौँ भन्नुहुन्छ नि, यसलाई के गर्नु भन्दाखेरि केही शब्द बनाऊ है, तपाईँलाई सजिलो होला। होइन यिनीहरू प्रायः सबैले गर्ने कामहरूमा हुन्छ है। ल राहतको काम, उद्धारको काम होइन, खोजको काम होइन, तयारीका कामहरू होइन, योजनाका कामहरू होइन, समन्वय गर्ने कुराहरू होइन, समन्वय गर्ने कार्य होइन, अनि त्यसपछि गएर चाहिँ पूर्वाधारका कुराहरू होइन, पूर्वाधार निर्माण कार्यहरू, अर्को मूल्याङ्कन विपद जोखिमको समग्र अवस्थाको मूल्याङ्कन गर्ने कुरा लिएर जनचेतना अभिवृद्धिका गर्ने कुरादेखि लिएर अनि यस्तो धेरै कामहरू मिल्छन् होइन। अलिकति तपाईँले अब अलि छुट्टै त भइ नै हाल्छन् होइन, छुट्टै भइहाल्छन् अब, तर अब यसलाई तपाईँले छोटोमा लगभग यिनै कुराहरू दोहोरिन्छ क्या, सबैतिर आएर तपाईँको यिनै कुराहरूसँग जोडिन्छ होइन। नक्साङ्कन 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 बस्ती बस्ती स्थानान्तरण होइन, अर्को जनशक्ति तयारी गर्ने कुराहरू होइन, जनशक्ति तयारी गर्ने कुराहरू, अर्को क्षमता विकासका कुराहरू, क्षमता विकासका कुराहरू ल कमन कुराहरू सबैतिर मिल्छ क्या यो, बुझ्नुभयो नि। महिला बालबालिकालाई सहयोग गर्ने कुरा होइन, यो जोखिमको क्षेत्रमा यिनलाई अलिकति प्रायोरिटी दिने भने हो कि यसले होइन। अर्को पूर्व चेतावनी प्रणाली, पूर्व चेतावनी प्रणाली होइन, पूर्व चेतावनी प्रणाली, पूर्व चेतावनी प्रणाली यो यस्ता विषयहरू, सुरक्षित पूर्वाधार होइन, सुरक्षित पूर्वाधार यस्ता कुराहरू के छ भन्दाखेरि कमन कुराहरू छन् क्या। यी तपाईँको भोलि सङ्घका त प्रदेशको काम पनि मिल्छ, सङ्घको काम पनि मिल्छ, स्थानीय तहको काम पनि मिल्छ होइन, अनि प्राधिकरणका कामहरू पनि मिल्छन्। अब यो कामहरू के हुन्छ भन्दाखेरि तपाईँको रिपिटेसन भयो हुँदै 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 सबैतिरको आउँछ कि, यी त कमन कुरा हुन्। यसलाई हामीले कमनली के गर्नुपर्छ भन्दाखेरि लिँदाखेरि हामीलाई बुझ्न सजिलो हुन्छ, अनि हामीलाई हल्का पनि हुन्छ। अब काम अलिकति अलिकति थोरै न भनौँ न घटी बढी कुरा हो, अरू त तपाईँको लगभग यी कामहरू त मिलिहाल्छ नि। त्यो कारणले तपाईँले के गर्नु होला भन्दाखेरि मेरो रिक्वेस्ट हो, यी कामहरूलाई कमन बनाएर त्यसरी लेख्नुभयो भने त्यति चाहिँ ब्ल्याक एन्ड व्हाइटमा फरक पर्ला जस्तो मलाई लाग्दैन। ल अब प्राधिकरणका काम जाउँ है, प्राधिकरणका कार्य
होइन यी अघि कुराहरू अब प्राविधिक कामहरू पनि यहाँ जोडेर हेर्नलाई यहाँ धेरै अहिले मिल्छन् फेरि अब ल हेर्नु प्राधिकरण कामहरू हेर्नु त ल विपद तथा कार्यकारी सुविधा नीति योजना कार्यक्रम तर्जना गराउने विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी केन्द्रीय निकाय रूपमा काम गर्ने नदी नियन्त्रण बाढी पहिरो भूकम्प भूमण्डलीकरणकै अनुसन्धान गर्ने विषय प्रदेश र स्थानीय तहलाई चाहिँ व्यवस्थापन सम्बन्धी निर्माण के अरे योजना निर्माण तथा अनुसार प्राविधिक सहयोग उपलब्ध गराउने विपद व्यवस्थापन सम्बन्धी कार्यमा गैर सरकारी क्षेत्रहरूलाई यो चाहिँ संलग्न गराउने होइन खोज उद्धार राहतका कुराहरू गयो विपद घटनाहरू उद्धारको कुराहरू अर्को सुरक्षा व्यवस्था मिलाउने प्रभावित क्षेत्रको चाहिँ खोज उद्धार राहतको विषयहरू भयो अर्को विपद घटना पश्चात मानवीय सहायता अन्तर्राष्ट्रिय चाहिँ रूपमा आउने कुराहरू विपद क्षेत्रमा प्राप्त हुने अन्तर्राष्ट्रिय द्विपक्षीय बहुपक्षीय सहयोगको सहायताको अभिलेखको कुराहरू भयो राष्ट्रिय विपद व्यवस्थापन सूचना प्रणालीको विकास सञ्चालन गरी विपद व्यवस्थापन सम्बन्धी सूचना तथ्याङ्क भण्डारण विश्लेषण गर्ने भयो होइन अर्को विपद व्यवस्थापन सम्बन्धसँग पर्दै स्थानीय तह प्रशासनिक क्षमता र भयो जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना अभिवृद्धि भयो विपद तत्कालीन पहिचान हुने विपदको खोज उद्धार आएको ब्युरो गठन गर्ने कुरा भयो हेर्नुहोस् यस्ता कामहरू चाहिँ समग्र कामहरू फेरि पनि ब्युरो स्युरो गठन गर्ने सङ्घ प्रदेश स्थानीय तहलाई सहयोग गर्ने कुराहरू अलिअलि यसमा फरक छन् होइन अरू लगभग कामहरू के छन् भन्दा उस्तै उस्तै प्रकृतिका कामहरू यहाँ देखिन्छन् यो देखिया हुनाले अब हामीले सारमा लगभग यिनै कामहरू यता पनि दोहोरिरहेछन् उता पनि दोहोरिरहेछन् अब तपाईँले यो सारमा हेर्नु भने कामहरू छोटोमा हामीले यी कामहरूलाई यस्तोमा ल्याएर राख्न सकिन्छ ल हेर्नु हेर्नु नीति परिषद र कार्यकारी संहिता योजनाको कार्यान्वयन गर्ने विपद जोखिम अध्ययन अनुसन्धान गर्ने सङ्घ प्रदेश स्थानीय तहलाई आवश्यक सहयोग गर्ने सरकारी निजी गैर सरकारी तथा सामुदायिक सेवाको सहभागिता जनाउने अर्को सुरक्षा निकाय स्वयंसेवक रेड क्रसहरू परिचालन गर्ने अन्तर्राष्ट्रिय सहयोग सहायताको प्राप्त गर्ने यो विषय यति तपाईँले यति कुरा नोटिस गर्नुभयो भने पनि तपाईँलाई के हुनसक्छ भन्दाखेरि यसले चाहिँ महत्त्वपूर्ण चाहिँ सहयोग दिन सक्छ मनोसामाजिक परामर्शको कुराहरू भयो प्रभावित केन्द्रको कुराहरू भयो होइन अर्को खोज उद्धारको कुराहरू भयो यस्तो कुराहरू परिषदले गर्छ यो गत वर्ष हो अघिल्लो पटक कता सोधेको छ यो सोधेको क्वेसन भावनाले अलिकति तपाईँले यसलाई महत्त्वको साथ अलिकति हेर्नु होला ल अब 3 तहको भूमिका विपद व्यवस्थापन 3 तहको भूमिका यो अब सङ्घले के गर्छ प्रदेशले के गर्छ स्थानीय तहले के गर्छ भने सङ्घले के गर्छ राष्ट्रिय स्तरका नीति बनाउँछ प्राधिकरणका काम कार्यकारी समितिका काम सम्झ्यो भने सङ्घको काम त्यही होला सङ्घको काम होइन अर्को चाहिँ अर्को तपाईँको अन्तर्राष्ट्रिय सहयोगका कामहरू सङ्घले यस्ता कामहरू बढी गर्छ भने सम्झिनु भयो भने तपाईँलाई विपद व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति बनाउँछ यसले यस्ता कामहरू हेर्नु सङ्घका कामहरू यस्ता हुन्छ नीति निर्माण विपद जोखिम राष्ट्रिय नीति बनाउने राष्ट्रिय विपद व्यवस्थापन निकायका कुराहरू पूर्व सूचना प्रविधिको कुराहरू सुरक्षा निकायको परिचालन कुरा राहत स्थापना कोषका कुराहरू अन्तर्राष्ट्रिय समन्वयका कुराहरू यसले प्रदेश स्तरमा गर्ने कामहरू गर्छ यो चाहिँ के भन्दाखेरि सङ्घले गर्ने कामहरू भयो राष्ट्रिय भनौँ न अगाडि राष्ट्रिय शिक्षा भनौँ न राष्ट्रिय नीति अर्को यसले चाहिँ अर्को समन्वय है समन्वय यसले के गर्नु भन्दाखेरि पोषण गर्छ त भन्दाखेरि समन्वय पोषण गर्दा हुन्छ राज्य बाहेकका क्षेत्र राज्य बाहेकका र अथवा प्रदेश पनि भयो प्रदेशको हो स्थानीय हो अथवा नन स्टेट एक्टरहरू भयो एक्टरहरूसँग यसले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काम गर्छ अब प्रदेशको कामहरू पनि यस्तै हुन् अब प्रदेशले पनि प्रदेशमा रहेर नीति योजना बनाउँछ
होइन। अब यसले पनि अब आफ्नो क्षेत्रभित्रका कामहरू यसले पनि पक्कै नीति बनाउने राहत दिने काम यो पनि सहभागी भइ नै हाल्छ होइन प्रदेशको भूमिका। अब यो प्रदेशको भूमिकालाई हेर्नु उम्, ल प्रदेश स्तरीय नीति योजना बनाउने कुराहरू छ। यसले सङ्घीय ढिला ल प्रदेशको नीति योजनाको कुराहरू सङ्घीय नीति योजना समन्वय गरी प्रदेश हेर्नु है। यहाँनिर यो कति राम्रो शब्द छ एउटा। सङ्घीय नीतिसँग समन्वय गरी प्रदेश विपद व्यवस्थापन योजना गराउने प्रदेश विपद व्यवस्थापन समिति यो प्रदेश विपद व्यवस्थापन न्यूनीकरण समिति कार्यदल समिति गठन गर्ने कुरा विषय सुरक्षा राहत उद्धार प्रदेश विपद आयोगलाई सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गर्ने कुराहरू अनि स्वास्थ्य कर्मी अस्पताल डल्लो नियन्त्रण यी कुराहरू पनि गर्छ। र अर्को यसले पनि समन्वयको कामहरू समन्वय काम कसरी गर्छ भन्दाखेरि सङ्घ र स्थानीय सङ्घ र स्थानीय होइन। सङ्घ र स्थानीय सङ्घ के गर्ने भन्दाखेरि समन्वय गर्ने कामहरू गर्छ। यसले यो कामहरू गर्छ। अब स्थानीयको पनि काम छ। अब स्थानीय काम के भन्दाखेरि तथ्याङ्क सङ्कलन गर्ने बढी हो, राहत दिने बढी हो। स्थानीयले होइन स्थानीयले काम के गर्छ त भन्दाखेरि स्थानीयले राहत बढी दिन्छ क्या। ल हेर्नु ल स्थानीयले के काम गर्छ त भन्दाखेरि स्थानीय भूमिका के भन्दाखेरि जोखिम क्षेत्रको मूल्याङ्कन गर्ने कुरा हो, पूर्व तयारी गर्ने पहिचान गर्ने कुराहरू छ। समुदायलाई यो प्रशिक्षण गर्ने जनचेतन दिने यसले बढी गर्छ। उद्धार राहतका कामहरू यसले बढी गर्छ। स्थानीय पूर्वाधारका कामहरू गर्छ होइन। सहयोग र पुनर्स्थापना कुराहरू यसले गर्छ। अर्को सहयोग र पुनर्स्थापना स्थानीय पूर्वाधार सम्बन्धी कामहरू गर्ने। अर्को यसले पनि के गर्ने त भन्दाखेरि यो विपद व्यवस्थापन कार्यको लागि कोसँग सहयोग गर्छ त भन्दाखेरि यसले समन्वय कामहरू पनि गर्छ। समन्वय कोसँग गर्ने त भन्दाखेरि सङ्घसँग र प्रदेशसँग पनि समन्वय गरेर यस्ता कामहरू गर्ने है। अब तपाईँले सारमा तपाईँले सबैले विपद दिने जोखिम आफ्नो क्षेत्रको नीति बनाउने तालिम दिने प्रशिक्षण दिने होइन। अब सङ्घले अन्तर्राष्ट्रिय सहयोग गर्ने विषय यिनी कहीँ न कहीँ हाम्रा ओभरअलमा विपद व्यवस्थापन कामहरू जोडिन्छन् चाहिँ। अब ब्ल्याक एन्ड व्हाइटमा यही भन्ने चाहिँ भएन। प्राधिकरणका कामभन्दा पनि जोडिन्छन्, स्थानीय कामभन्दा पनि जोडिन्छन् होइन। अब सबै निकायहरू यसरी के हुन्छन् भन्दाखेरि जोडिन्छन्। अब सबै निकायहरू जोडिसकेपछि के हो त भन्दाखेरि विपद व्यवस्थापन काम यसरी हुन्छ भन्ने कुरा गर्नु होला। अब अगाडि जाउँ। हाम्रा समस्या के हुन्छ अब हाम्रा समस्या त कति हुन् नेगेटिभ माइन्ड चलाइदियो भने समस्याहरू आउँदैन। अब पहिलो समस्या हाम्रो विपद व्यवस्थापनमा अब हाम्रो पहिलो समस्या के हो भन्नुहुन्छ भने पहिलो हाम्रो न जोखिम क्षेत्र पहिचान भएको छ, जोखिम छ भन्ने कुरा मात्रै छ। अर्को हाम्रो न क्षेत्रको नक्साङ्कन भएको छ, न तीन तह बिचमा समन्वय छ, न हाम्रा विपद प्रतिरोधी संरचना छन्, न हाम्रा तपाईँको तीन तह बिचको समन्वय र सहकार्य छ, समन्वय छ। न हामीले चाहिँ अन्तर्राष्ट्रिय राष्ट्रिय सहयोगलाई एकीकृत गर्छौँ। अब हामीले चाहिँ राहत वितरणमा पनि त्यस्तै समस्या छ। संस्थागत क्षमता कमजोर छ। अब बजेट हाम्रो स्रोत साधन पनि विपद व्यवस्थापन गर्नलाई पर्याप्त छैन। अब अन्यत्र नभने यहाँ त स्रोत छैन। अहिले हाम्रो अब अरबौँको अस्ति गत वर्षको भनौँ न अस्ति भर्खरको असोजको घटनामा अरबौँको क्षति भइरहेछ। यसलाई पुनर्निर्माण गर्न सक्ने हामीसँग त्यो क्षमता बजेटै छैन। अर्को नागरिक पनि अब हाम्रो यता भने उता जाने नागरिक छन्। नागरिक कहिले दुर्गा प्रसाद पछि लाग्छन्, कहिले राजाको पछि लाग्छन्, कहिले नेताहरूको पछि लागेको नागरिकको छुट्टै हालत खराब छ। भनेको नागरिक चेतना यो भनौँ न विपद चाहिँ सम्बन्धीको हाम्रो चेतना पनि कमजोर छ। अर्को हाम्रो प्रविधि पनि छैन। हाम्रो ट्याक्कै पूर्व चेतावनी प्रणाली अथवा हाम्रो यो हुने भन्ने कुरा हाम्रो त्यो अलिकति कमजोरी छ। अर्को हाम्रो के छ भन्दाखेरि पुनर्स्थापना पछि विपद पछि हाम्रो झन् जोखिम छ है नेपालमा।
अब तपाईँ हामीले यसलाई चाहिँ क्लस्टरिङ गरेर समस्या लेख्दाखेरि जस्तो जस्तो हामीले यसलाई यो समस्या बनाउँदा यसरी बनाउन सकिन्छ है। तपाईँ हामीले लेख्दाखेरि कभरेज पुगोस् भन्ने हिसाबले विपद पूर्व हाम्रा के समस्या छन् त विपद पूर्व हाम्रा जोखिम क्षेत्र पहिचान छैनन्। अर्को हाम्रा नङसाङसाङकन भएको छैन, नङसाङकन भएको छैन। अर्को हाम्रो बस्ती स्थानान्तरण भएको हुँदैन छैन, स्थानान्तरण। अर्को हाम्रो यो मौसम स्थान छैन। अर्को हाम्रो मौसम होइन प्रतिकारी योजनाहरू हाम्रा समयमै हुँदैनन् होइन, यो कार्यहरू समयमै हुँदैनन्। अर्को जनचेतना हामीले वृद्धि गर्दैनौँ, जनचेतना हामीले वृद्धि गर्ने हाम्रो ढङ्ग छैन। अर्को संरचना भौतिक पूर्वाधार कस्तो छन् भने विपद संवेदनशील र प्रतिरोधी, विपद प्रतिरोधी छैनन्। अब घर बनायो, अब भूकम्प आयो भने घर देखेर डराएर भाग्नु पर्ने भएको छ। घरैदेखि डर छ जिन्दगी, डरले सुरक्षा भनेर घर हाल्यो, अब घरैदेखि भाग्नु पर्ने। अब जापानमा हेर्नु भूकम्प आउँछ, तपाईँको घर यसरी तपाईँको पिङ खेल्छ तर मान्छे निस्किँदैन। अब हाम्रो पश्चिम नेपालमा 500 कति वर्ष भयो भूकम्प नगएको भने भूकम्पले बेला बेला चाहिँ धक्का दिइरहेछ। अस्ति पनि दियो, म त सुतेर थाहा पाइनँ, तर सुते हल्लायो भने चाहिँ आएको आएछ हाम्रा संरचना। अब हेर्नु सक्छ त्यसरी पनि। अर्को हाम्रा यी विपदका चाहिँ बेलामा हाम्रो न यो राहत वितरण, कसैले तिरपाल लिएर फोटो खिचाएको छ, कसैले चाउचाउ लिएर फोटो खिचाएको छ होइन। अब हाम्रो चाहिँ यो राहत वितरणको कुराहरू तत्काल खोज उद्धार कुरा। ललितपुर नकुमा हेर्नु त टहरामा बसेको छ मान्छेमा, अब मान्छे भिजिबिलिटी देखिएन भने चाहिँ मान्छे अब त्यहाँ उद्धारै गर्न सकिएन, मान्छेले फोटो खिचेको। अब तत्काल खोज उद्धार हाम्रो अब खुल्ला क्षेत्र। अर्को हाम्रो चाहिँ यो खुल्ला क्षेत्रमा राख्न तत्काल सकिन्छ। अर्को विपदपछि हेर्नु यो पुनर्निर्माण। अब हाम्रो हेर्नु यो जाजरकोटमा अहिलेसम्म पुनर्निर्माण भएको छ। अब पुनर्निर्माणका कुराहरू समयमा भएको छ। अब पुनर्स्थापना पनि भएको छैन, पुनर्स्थापना पनि भएको छैन। मान्छेहरू जङ्गलमा बसेको, जङ्गल कब्जा गरेर बस्छ, यो पनि भएको छैन। योबाट हामीले चाहिँ लेसन लगेर, हाम्रो लेसन लिएर हाम्रो चाहिँ पोलिसी रिभ्यू गर्ने होइन, रिभ्यू गर्ने हामीसँग त्यो पनि छैन, ल्यागत पनि छैन होइन। अब यो पाठ सिकेर हामीसँग चाहिँ के गर्ने छैन त भन्दाखेरि हामीले चाहिँ लर्निङ चाहिँ गर्दैनौँ, लर्निङ पनि भएन, लर्निङ गर्दैनौँ, पोलिसी रिभ्यू गर्दैनौँ। यस्ता हाम्रा समस्याहरू छन्। अब हाम्रो स्थानीय तहमा डोजरे विकास गरेकै छन्। अब सङ्घ र प्रदेश बिचमा चाहिँ अब अर्को यो प्राधिकरणलाई पनि गाली गरौँ है अलिकति। त्यो प्राधिकरण यता न उता यो प्राधिकरण चाहिँ नेपालमा, यो प्राधिकरण यसको संस्थागत क्षमता पनि कमजोर छ। यसलाई अलिकति स्वायत्त र इन्डिपेन्डेन्स बनाउनु पनि सकिएन। यस्ता समस्याहरू छन्। ल यति जान्नुभयो भने तपाईँहरू ल उपसचिवै हुनुहुन्छ। ल मैले जाने भए सब भनिदिनु। ल केही छ, अब केही छ भने भनौँ न, तर अब तपाईँहरू पढ्नुहोस्, अब म सुत्छु। मोटामोटी यति कुरा जाने भने धेरै हुन्छ जस्तो लाग्छ मलाई। गुड नाइट है सबैलाई। ल गुड नाइट, मलाई पनि गुड नाइट भन्नुहोस्, तपाईँहरूलाई पनि गुड नाइट छ। ल अब गुड नाइट। ल भोलि पो रहेछ। ल ह्याप्पी होली है।